सर यस्तो छ नि यो राष्ट्रिय फुल लाली गुराँस अहिले राष्ट्रियले नै एकदमै राष्ट्र फुल भनेर हो लाली गुराँस र संविधान जगे नगरिरहेको फुललाई थुप्रै यहाँले चाहिँ लडाइरहेको देखिन्छ। यसमा के छ तपाईहरुको विचारहरु? यो त सुरुदेखिको हाम्रो विरोध हो नि। तपाईको राष्ट्रिय जनावर मार्न पाइदैन भनेदेखि चाहिँ राष्ट्रिय फूल पनि काट्न मास्न पाइदैन। त्यो हेर उहाँहरुले त भन्नुभएको छ लाली गुराँस काट्नको लागि संविधान परिमार्जन गरेर फेरबदल गरेर काट्न मिल्छ भनिरहेको छन्। संविधान अहिले भएको परिमार्जन भएको बेला काटेको छ। अहिले त राष्ट्रिय फूलबाट हटाउनु पर्यो नि त। त्यसो भए को युमा बिनाको लिम्बू हुँदैन क्या हैन। र त्यो युमाले सुरुमा बस्ने ठाउँ, वासस्थान गर्ने ठाउँ, खेल्ने ठाउँ, उसले तान बनेको ठाउँ र उसले तान बनेर यहाँका चाहिँ आम संसारभरका मान्छेहरूलाई लुगा लाउनको लागि उहाँले यो क्षेत्रका अहिले वृक्षरोपण गर्नुपर्ने र राज्य सरकारसँग अनुरोध गर्नुपर्ने कुराहरू चाहिँ छोटो र मिठो ढङ्गबाट राखिदिनु। एक नम्बरमा यो राष्ट्रिय सम्पदा मुकुमलुङ प्रकृतिलाई संरक्षण गर्नु पर्यो, जस्ताको तस्तै राख्नु पर्यो, केवल कार खारेज गर्नु पर्यो। यहाँ अहिलेसम्म 20,000 रुखहरू चाहिँ काटिए, त्यसको हामी विरोधमा छौँ। यो चाहिँ त्यसलाई चाहिँ रोक्नु पर्यो र त्यसको विरुद्धमा चाहिँ हामीले के गर्दैछौँ भन्दाखेरि यहाँ चाहिँ हामी 50,000 रुख चाहिँ रोप्दैछौँ र पोहोरदेखि रोपेका छौँ। यही मितिमा यसपाल पनि रोप्छौँ र आगू पनि यो निरन्तर हाम्रो चाहिँ जान्छ। र यो संरचनाहरू जो चाहिँ व्यापारको लागि संरचना, यो आधुनिक संरचनाहरू निर्माण गरिँदैछ, त्यो कुनै पनि यहाँको मुन्दुमी आस्थाको स्थल भएको हुँदाखेरि यहाँ स्वीकार्य छैन। यहाँका आम लिम्बू लगायतका आदिवासीहरूले स्वीकार्दैनन्, यहाँका स्थानीय के अरे आदि मानिसहरूले स्वीकार्दैनन्। र यो कथित चाहिँ विकासको नाममा विनाश गर्ने नाम चाहिँ राज्यले बन्द गर्नु पर्यो र प्रकृति राज्यको चाहिँ मूल प्राकृतिक स्रोतहरू डाँडा काँडा यसलाई चाहिँ व्यापारीहरूलाई राज्यले सुम्पिने कामको घोर विरोध गर्दछौँ र यसको विरोधमा हामी निरन्तर लाग्छौँ। यसको चाहिँ संसदमा कानुनी हिसाबले हैन, न्यायालयमा र हामी सम्बन्धित स्थलमा पुगेर यसको प्रतिकार गर्नको लागि चाहिँ हामी तयार छौँ र त्यही प्रतिकार गर्ने क्रममा यो केवल कार खारेजीलाई एक नम्बरमा राखेर राज्यले जहिलेसम्म खारेजी गर्दैन त्यो दिनसम्म यहाँको जनताहरू चाहिँ यसै गरी यो सङ्घर्षमा उत्रन्छन्। यो चाहिँ मुकुमलुङ संरक्षणको एउटा अभियान अनि चाहिँ केवल कार खारेजीको आन्दोलनको यो दोस्रो चरणको रूपमा हामी यो चाहिँ रुख चाहिँ आज रोप्दैछौँ। केवल कार खारेज गर्दै हुँदाखेरि जुन अहिले विकास विरोधी भन्ने कुराहरू चाहिँ आइरहेछन्, यो विकासै होइन विनाश हो। विकासको लागि तपाईँको आर्थिक समृद्धिको कुरा हुन्छ हैन, विकासको लागि जनताहरूले चाहिँ रोजगारी पाउने कुरा हुन्छ, विकासको लागि चाहिँ पर्यावरणहरूको विकास भएर जान्छ। तर यहाँ के छ, प्रकृति विनाश हुँदैछ। यहाँको रुखहरू हजारौं वर्षकाहरू काटिएका छन्, यहाँको जैविक विविधता नाश गरिएको छ। रेड पाण्डा जस्ताहरू चाहिँ के अरे अहिले उनीहरूको वासस्थानहरू अन्त्य भइराखेको छ। यहाँ चाहिँ जोखिम प्राकृतिक रूपमा चाहिँ यहाँ पहिरोको सम्भावनाहरू बनाइदिन्छ रुख मासेर हैन। यहाँको बायोडाइभर्सिटीलाई चाहिँ खतम गरिँदैछ। अनि यहाँ चाहिँ प्रत्येक दिन चाहिँ आर्थिक रूपमा गुजारा गर्ने व्यापारीहरूलाई विस्थापित गरिन्छ, स्थानीय व्यापारीहरूलाई यहाँको लोकल इकोनोमीलाई ध्वस्त बनाइँदैछ। अनि यहाँ चाहिँ काम गरेर जीविकोपार्जन गर्ने श्रमिकहरूको चाहिँ शोषण गरेर चाहिँ उनीहरूको रोजगारी अन्त्य गरेर निजी एउटा कम्पनी एउटा व्यक्तिको गोजीमा सबै पैसा चाहिँ लगाइँदैछ हैन। त्यसैले यो भ्रम त्यो चाहिँ एक नम्बरमा चाहिँ तपाईहरुले पनि यो मिडिया मार्फत पनि विकास भन्ने शब्द अन्त्य गर्नु पर्यो हैन। यो शोषण हो, यो चाहिँ क्रोनिक क्यापिटलिजमको चाहिँ अभ्यास हो यहाँ प्रकृतिमाथि दोहन गर्नको लागि। यसको हामी घोर विरोध गर्छौँ। सर यस्तो छ नि यो राष्ट्रिय फुल लाली गुराँस अहिले राष्ट्रियले नै एकदमै राष्ट्र फुल भनेर हो लाली गुराँस र संविधान जगे नगरिरहेको फुललाई थुप्रै यहाँले चाहिँ लडाइरहेको देखिन्छ। यसमा के छ तपाईहरुको विचारहरु? यो त सुरुदेखिको हाम्रो विरोध हो नि। तपाईको राष्ट्रिय जनावर मार्न पाइदैन भनेदेखि चाहिँ राष्ट्रिय फूल पनि काट्न मास्न पाइदैन। त्यो मात्रै हैन, लौट सल्लाह लगायतका लौट यहाँ चाहिँ कानुनी रूपमा वर्जित मार्न नपाइने रुखहरू छ, काट्न नपाइने रुखहरू काटिएको छ यहाँ हैन। त्यसैले गर्दाखेरि चाहिँ यहाँ चाहिँ रेड पाण्डा जोगाउने नाममा विदेशबाट पैसा मागेर चाहिँ यहाँ कार्यक्रम गरिन्छ। अनि रेड पाण्डाको बस्ने ठाउँ ध्वस्त बनाउनलाई त्यही सरकार र त्यही मान्छेहरू लागेर चाहिँ आफूलाई गोजीमा फाइदा हुन्छ भनेपछि केही नेता र केही सरकारका गलत मान्छेका प्रवृत्तिहरूले यसलाई चाहिँ अनुमति लाली गुराँस काट्नको लागि संविधान परिमार्जन गरेर फेरबदल गरेर काट्न मिल्छ भनिरहेको छन्। संविधान अहिले भएको परिमार्जन भएको बेला काटेको छ। अहिले त राष्ट्रिय फूलबाट हटाउनु पर्यो नि त। त्यसो भए राष्ट्रिय फूल छ, राष्ट्रिय जनावर, राष्ट्रिय भनेर जुन एउटा यो राष्ट्रिय सम्पदा हो, यो डाँडै राष्ट्रिय सम्पदा हो क्या। यो राष्ट्रिय सम्पदालाई राष्ट्रिय रूपमा प्राकृतिक रूपमा संरक्षण गर्नु पर्दछ। त्यतिको हाम्रो कुरा, यो सबैको हितको कुरा हो।
एउटा निश्चित व्यापारीलाई यहाँको सबै कुरा ध्वस्त गरेर नाफा गर्ने प्रवृत्ति अहिलेका चाहिँ नेता र दलहरूको र सरकारले गलत काम गर्यो र जो यो पक्षमा छन् यो स्थानीय रूपमा रहनेहरू पनि त्यस गलत ठाउँमा हुनुहुन्छ र राष्ट्रिय रूपमा अन्तर्राष्ट्रिय रूपमा रहने गलत हुनुहुन्छ र त्यसको चाहिँ अहिले राष्ट्रिय अन्तर्राष्ट्रियदेखि लिएर आम यहाँका स्थानीय सबैले यसको चाहिँ एक मुखले विरोध गरेका छन्। त्यो कारण यो केवलकार कुनै सम्भावना छैन। चन्द्र ढकालजीलाई तुरुन्त फिर्ता भएर यहाँको जनताहरूलाई शान्तिपूर्ण बस्नको लागि चाहिँ वातावरण बनाउन हामी विनम्र अनुरोध गर्छौँ। भनिदिनुहोस् अध्यक्षजी, आजको कार्यक्रमको सेड्युल के रहेको छ? हामी हिजोदेखिको हाम्रो कार्यक्रम हो। आज अब हामी अब केही क्षणबाट चाहिँ रुखरोपनको चाहिँ फेरि पनि हामी औपचारिक रूपमा घोषणा गरेर रोपेर यहाँ चाहिँ जान्छौँ होइन। त्यस पछाडि शान्तिपूर्ण तरिकाले हाम्रा विचारहरू राख्छौँ होइन, जनताको विचारहरू राख्छौँ अनि त्यस पछाडि हामी यो कार्यक्रमलाई सशक्त गर्छौँ र केबलकार खारेजीको योभन्दा अगाडि भएको जुन आन्दोलनको दोस्रो सशक्त चरणको एउटा सुरुवात आजदेखि फेरि प्रारम्भ गरेर हिँड्छौँ। कुन प्रजातिको बिरुवाहरू चाहिँ रोप्दै हुन्छ? यो क्षेत्रमा हुने जस्तै चिमलहरू भयो होइन, विभिन्न प्रकारका सल्लाहहरू भए होइन, लगायतका बिरुवाहरू यो क्षेत्रको वातावरण अनुकूल बिरुवाहरू हामीले ठिक पारेका छौँ तिनीहरू गर्छौँ। अनि अर्को क्वेसन चाहिँ हाम्रो के रहेको छ भने जुन मुन्दुमी स्थल भन्नुहुन्छ तपाईँको यो याक्थुङबाहरूसँग चाहिँ कस्तो मुन्दुमसँग चाहिँ यहाँ जोडिएको छ? अलिकति याक्थुङहरूको त यो पर्वत छ नि, यो चाहिँ हाम्रो युमा भनेर हरेक लिम्बूको घरमा युमा सामान पूजा गरिन्छ होइन। युमा बिनाको लिम्बू हुँदैन क्या होइन। र त्यो युमाले सुरुमा बस्ने ठाउँ, वासस्थान गर्ने ठाउँ, खेल्ने ठाउँ, उसले तान बनेको ठाउँ र उसले तान बनेर यहाँका चाहिँ आम संसारभरका मान्छेहरूलाई लुगा लाउनको लागि, लुगा निर्माण गर्नको लागि तान बनाउन, तान तपाईँले तल यो जुनलाई अहिले अप्रभंशित रूपमा कान्छी थान भनिएको छ त्यो हाकपारे स्थलबाट यहाँसम्म चाहिँ तान लगाएर होइन जीवनको सुरुवात र अन्त्यको एउटा सिम्बल चाहिँ त्यहाँ मुन्दुमी रूपमा देखाएर युमाले चाहिँ खेल्ने, बस्ने, वासस्थान गर्ने र मानिसहरूलाई विभिन्न ज्ञान बुद्धिहरू सिकाउने थलो यो। त्यसैले यो सेक्रेट प्लेस हो हाम्रो चाहिँ। यो सेक्रेट प्लेस संसारमा जुनै पनि आदिवासी मानिसहरूले चाहिँ संरक्षण गर्न पाउँछ होइन। त्यसैले यो चाहिँ राज्यले कुनै पनि हालतमा अतिक्रमण गर्न पाउँदैन। संविधानको 2वटा धारामा प्रष्टसँग कुनै पनि समुदायको सांस्कृतिक र धार्मिक आस्थाको क्षेत्रलाई कुनै पनि प्रकारले राज्यले या अरू कुनै पनि शक्ति प्रयोग गरेर हस्तक्षेप गर्न पाइँदैन, अतिक्रमण गर्न पाइँदैन भन्ने प्रष्ट छ। त्यो आधारमा यो चाहिँ यो यहाँका रैथाने मानिस र आदिवासीहरूको आस्थाको यो पवित्र स्थललाई कुनै पनि हालतमा राजनीतिक दलको चाहिँ तपाईँको चाहिँ यो के भन्छ बहुमतको नाममा होइन, कानुन जबरजस्ती बनाएको नाममा होइन र सम्पत्तिको नाममा अनि सुरक्षाकर्मी यहाँ चाहिँ जबरजस्ती रूपमा राखेर मान्छेलाई गोली ठोकेर हान्ने नाममा चाहिँ यो काम सम्भव हुँदैन। त्यसैले राज्यले यो गैर संवैधानिक र गैर वैधानिक तरिकाले काम गरिराखेको छ। यहाँ सशस्त्रहरू राखेर गोली हानेको छ, मान्छेलाई अनावश्यक रूपमा चाहिँ टर्चर दिएको छ, के अरे घोचेको छ होइन। अनि चाहिँ मानिसहरूलाई चाहिँ के अरे बेकारमा चाहिँ आतङ्कवादी जस्तो काम चाहिँ गरिरहेछन् होइन, दुःख दिएछन्। यो राज्यलाई रोक्नको लागि हामी अनुरोध गर्छौँ। यसको लागि यहाँको नगरपालिका फुङलिङको विशेष भूमिका देखिन्छ। यहाँ चाहिँ अरू पालिकाहरू 4वटा पालिका जोडिएको यो क्षेत्र हो। फुङलिङको यो क्षेत्र जम्मै पर्दैन, यो गेटदेखि उता मात्रै हो होइन। तर यताको क्षेत्र सबै अरू पालिकाहरूको पर्छ। तर उनीहरूको पनि कुनै अधिकार हनन गरेर यहाँ चाहिँ के गरिएको छ भन्दाखेरि फुङलिङ एउटाले लाइसेन्स दिएर गैर कानुनी रूपमा चाहिँ यो काम गरेको छ। गैर कानुनी भन्छौँ हामी। त्यो कानुनी रूपमा जबरजस्ती रूपमा एउटा कार्यविधि बनाएर फुङलिङले त्यो काम गरेको छ। त्यसमा संलग्न नगर मेयरदेखि लिएर त्यसमा ठेकेदार मित्रहरू र सबै कम्पनीका साथीहरूलाई हामी विनम्रताका साथ अनुरोध गर्दछौँ कि यो स्थललाई शान्तिपूर्ण तरिकाले रहनको लागि तपाईँहरूको व्यापारिक त्यो चाहिँ कालो नजर नलाउनुहोस्, फिर्ता हुनुहोस्। त्यसैमा हामी सबैको भलो छ। धन्यवाद। यस्तो छ यो एउटा अन्त्यमा एउटा क्वेसन गरेँ होइन। यो जुन सरकार पक्ष त तपाईँहरूमा विरुद्धमा लाग्नुभयो तर तपाईँको याक्थुङबाहरू नै अलिकति यहाँ फ्याक्टर तपाईँहरू नै नमिलेको देखिन्छ नि। फ्याक्टर छैन। कुनै पनि व्यापारीले आफ्नो व्यापार निजी काम गर्नको लागि हो भने एउटा घरमा पनि व्यापार गर्नेको व्यापारिक इन्ट्रेस्ट हुन्छ। त्यो होइन। त्यो चाहिँ एउटा पैसा र पदले लोभमा लालचमा फँसेका मान्छेहरू हुन्। ती याक्थुङबा हुन्, बाहुन हुन्, छेत्री हुन्, सरोकार भएन होइन। जो चाहिँ यहाँ चाहिँ पुँजीवादी रूपमा होइन यहाँको चाहिँ प्राकृतिक स्रोतलाई दोहन गर्ने होइन, यहाँका चाहिँ मानिसहरूको श्रमहरूलाई अन्त्य गर्ने अनि आफ्नोमा गोजीमा चाहिँ इन्कम भयो भने सबै कुरा ध्वस्त गर्ने लक्ष्य भएका बाहुन, छेत्री, राई, लिम्बू, गुरुङ, मगर सब लागेका छन् होला होइन।
तर त्यो नियतका मान्छेहरू लागेका छन्। बाँकी सबै बाहुन छेत्री मगर गुरुङ राई लिम्बू सबै यसको पक्षमा छन्। त्यसैले कुनै पनि जात कुनै पनि समुदाय यसको पक्ष र विपक्षमा भन्ने होइन। गलत प्रवृत्तिका मान्छे एक ठाउँमा छन्, सही प्रवृत्तिका मान्छे एक पक्षमा ठाउँमा हुँदाखेरि त यो जुन हिन्दू धर्म मान्ने जातिहरू पनि आउनु प्रष्ट रूपमा हुनुहुन्छ त। तपाईँ कतिवटा मिडियाको तपाईँको मिडिया हेर्नुहोस्, तपाईँले के अरे हिन्दू धर्मका साथीहरू व्यापक रूपमा चाहिँ विभिन्न ठाउँमा बोल्नु भएको छ, आन्दोलनमा हुनुहुन्छ। अहिले नै तपाईँहरू लिनुहोस्, कति उहाँहरू केवल वृक्षारोपण त यस्तो हो नि, वृक्षारोपण त एउटा अभियानमा चलाइयो होइन। त्यो अभियानमा सबै आउनुपर्छ भन्ने छैन नि। मिडियाबाट त्यो विरोध गरिरहेछ, तपाईँको पत्रकारिताबाट विरोध गरिरहेछ, आर्टबाट विरोध गरिरहेछ होइन। कानुन मुद्दा लड्ने साथीहरू, तपाईँको सर्वोच्चमा बहस गर्ने साथीहरू बाहुन छेत्रीहरू हुनुहुन्छ। अनि कसले भन्यो बाहुन छेत्री छैन भने? यो त के भने जसले गलत प्रवृत्ति गरेछ र सत्ता र राजनीति र पदको दुरुपयोग गरेर तिनीहरूको विरुद्धको लडाइँ हो नि। यहाँ कुनै समुदायको बिचको विषय होइन कि यो। त्यसैले यसलाई त्यसरी बुझिदिनु हुनको लागि म सबैलाई अनुरोध गर्छु। ओके, थ्याङ्क यू भेरी मच। तपाईँलाई टाइम दिनुभयो, धन्यवाद तपाईँलाई। ल।